जाऊ न भोक लागेर खाजा नु तपाईहरु हामी पाल्छौँ भयो म अलिकति जेन्जी पाराको खाना राख्छु होइन यो त यसको व्यवस्था कसरी गर्ने होला यो त पोलेर मात्र पोलेर नि एउटा के रे बोरामा राख्ने अनि त्यसपछि बाँड्ने हो के कराई नभएको पहिलाको जस्तै कराई पनि नभएको कराई लिनु जाउँ त दुःख नगर्नु होइन भुटोहरूले यहाँ त अनेक किसिमका स्वादहरू आउँछन् नि ल स्वाद मजाले बनाएर खाएर अब म झार्थे अब हाम्रो त वहाँ छ नि त फेरि पोलेको मासु जतिको मिठो चिजहरू केही होइन कुरा बुझ्नु पर्यो क्या कराई ल्याउनु पर्छ होला हौ पोलेको मासु बेच्छु मसला ल्याएर मजाले पकाएर फेरि मान्छेहरू क्या आखिर कराई भएपछि नुन चाहियो खोर्सानी चाहियो मसला सबै चाहियो अन्डा चाहिँ के लेख्छ ल अन्डाको होइन त्यो पोल्ने अरे यसको व्यवस्था अहिले गरौँ टेन्सन के छ त जाने साधन चाहिँ मलाई त एउटा पठाल चाहियो मेरो केटा गयो केटा के गर्यो अनि अघि मैले एउटा झोला दिएको थिएँ त्यो झोला यहाँको गर्नु एउटा के रे नानी तलै जाने होइन गोकर्न होइन हजुर गोकर्न ब्याङ्क गोकर्न सर ब्याङ्क होइन कराई चाहिँ ल्याऊ है सर पकाएरै खाने पकाएर खाऊ रे यत्रो क्या हामी बिस्तारै दियो बरु आरामले पहिलाको जस्तै हुन्छ काँच रहेछ काँच मिठो हुन्छ हुनु चाहिँ त्यसो भए त मैले त बिदा मागेँ हुने बेला भयो पो हुँदो रहेछ पोर त धेरै क्यान्सर भएको थियो हाम्रो पोरको चाहिँ क्यान्सर भएको धेरैजना क्यान्सिल भयो अन्तिममा तपाईँ हामीले सबै सकेर गएको होइन फाइदा बुझ्नु छैन नि ल म झरे भयो नानी आउँछ क्या यो कसैले बनाउनु के ल्याउन चिकन मसला ल्याउनु यो चाहिँ म गएँ त ल कराई है भाँडाकुँडा लिएर आउँछु ल सिर उभिराखेको त के अलि वरपर पो अर्को हाम्रो सिलगढीको झोला एउटा भाइलाई दिएको थियो हाम्रो उसले ल्याएको कता राखेको थियो हाम्रो अरू कस्तो त झोला दिने मोबाइल कसको होइन अहिले अप्ठ्यारो भएर हो त बहिनीहरूको अप्ठ्यारो राखेको सिर उठाएको हराएर त्यही भनेपछि मैले पनि खोटालाई त चलाइदिँदा हुन्छ नि त खोटा त पाकिहाल्छ क्या छिन् यो पक्का हामी बनाइहाल्छौँ हजुर पखाटा यता चलाइदिनु अनि हजुरहरूले ग्रहण गरेर मात्रै एउटा चलाउन पनि हुन्छ नसुन्ने अनि आफू पनि अलिकति प्रसाद ग्रहण गरेरै मात्रै हुन्छ हजुरहरू त्यो अरू बेला गाली गर्छौँ होला नसम्झौँ आज त हजुरहरू यहाँ त सिर्पेचै हो नि त आज चाहिँ मेरो घरैबाट हजुर लोकेसनमै हुन्छ अलिकति ओह्रालो छ त्यही बाटो हो भएन यो विकास दाइ हजुर नसुङज्यूले के भन्नुभएको यसो ल होइन पक्का पारेर कान निकाल न निकाल्ने अरू सिन्की सार्दै छ दाबी छैन यहाँ छ अहिलेको साल यो नयाँ चुला हुनाले हुन्छ गरेको छ होइन आउने वर्ष अनि यहाँ गर्ने अनि यो नयाँ हुनाले नभए हामी पहिला सिकार यो गर्ने सिधै गर्ने तर यता मैले एउटा बोकिरहेको भाडा यहाँ राखेको थिएँ त्यो कसले लगेछ फेरि यहाँ मार्छ हाम्रो नसुन्जी मैले बोकेर यहाँ ल्याएर राखेँ तपाईँ धेरै बाटो हुनुहुन्छ कता हराउनु भएको एउटा झोला त्यो होइन र हेर्नु त
थुम्सेमा छ कि यो पर्दैन हैन कस्तो भएको हो मरम जस्तो लागेको हो हजुर भन्नु त टेन्सन नगर्नु